अब यसपालि बालेन्सा आउनुभएको छ, युवा हुन् होइन, यता पढी लेखे मान्छे पनि हुन्। हरेक कुरामा अब काठमाडौँमा देखियो उनले गरेका कामहरू। त्यसैको लागि हाम्रो गाउँमा पनि राम्रो हुन्छ भने यही आश छ मेरो। जुन कम्युनिस्टमा नेता थिए, कम्युनिस्ट थिए नेपालमा छैन, मैले हात धोएको हो। कम्युनिस्ट छैन। कति सालदेखि तपाईँ कम्युनिस्ट छ नि, त्यसका घरमा नोकर चाकर धेरै छन्। हजुर बिल्डिङ घर छ हो, गाडी छ, घोडा छ होइन। अर्का छोराछोरी नोकर राख्छ। अब स्कुल पठाउँछ 10:30 बजे, ढिलो आइस भनेर मास्टरले कुट्छ। घरमा आएर जोला बिसाउने बाख्रा खेदाउनु पठाउँछ मालिकले। त्यो कम्युनिस्ट हो होइन नि? यो कम्युनिस्ट छैन भनेर मैले हात धोएको हो। यसपालि चाहिँ भनौँ न, यताको प्राय बालेन्साला जान्छ। तर तपाईँहरूले एकचोटि बालेन्साला मजाले घुमाएर चट्ट लिएर जानु पर्यो। पत्रकार भएर यसो ऐना मात्रै हेरेर हुँदैन नि, फेरि चट्ट घुराउनु पर्यो होइन। चट्ट घुराउनु पर्यो। बालेन्सा भनेको यही हो, हाम्रो विकास गर्ने, झापामा विकास गर्ने मान्छे यही हो भनेर चाहिँ बालेन्साला घुराउनु पर्छ। मेरो चाहिँ उद्देश्य। हजुरको नाम चाहिँ के हो? मेरो कृष्ण कणेल। लगभग चोक मुनि मलाई कृष्ण कणेल साइला भन्दा चाहिँ मलाई राम्ररी चिन्छ नि है।